2082 सालको भदौ 23 र 24 गते ती 2 दिन जसले पूरै देशलाई नै हल्लाइदियो। आज हामी त्यही घटनाक्रमको छानबिन गर्न बनेको सरकारी आयोगको अफिसियल रिपोर्टमा के छ त्यसको भित्री कथा खोतल्दैछौँ। स्क्रिनमा हेर्नुहोस् त 76 यो कुनै सामान्य अङ्क होइन। यो त त्यो आन्दोलनमा ज्यान गुमाउनेहरूको सङ्ख्या हो। एउटा युवाहरूको प्रदर्शनमा 76 जनाको मृत्यु आखिर कसरी भयो यस्तो? यही प्रश्नबाट आजको यो चर्चा सुरु गरौँ। अनि त्यसपछि यो अर्को नम्बर हेरौँ, रु 85 अर्ब। सोच्नुस् त, यति ठूलो रकम, यो त्यही 2 दिनमा देशले भोगेको भौतिक क्षतिको हिसाब हो। प्रश्न उही हो, आखिर ती 2 दिनमा त्यस्तो के भयो जसले यति ठूलो मानवीय र आर्थिक सङ्कट निम्त्यायो? न कुनै पनि ठूलो विस्फोटलाई बुझ्न पहिले त्यो बारुद कहाँबाट र कसरी जम्मा भयो भनेर हेर्नुपर्छ, होइन र? हो, आयोगको रिपोर्टले पनि ठिक यहीँबाट, यानि कि वर्षौंदेखि जम्मा भएको असन्तोषको पृष्ठभूमिबाटै यो घटनाको विश्लेषण सुरु गर्छ। नेपालको राजनीतिक इतिहास त्यो त हामी सबैलाई थाहा छ, कति उतार चढाउपूर्ण छ। 2046 सालमा प्रजातन्त्र आयो, त्यसपछि माओवादी विद्रोह अनि गणतन्त्र। तर रिपोर्टले औँल्याएको एउटा एकदमै महत्त्वपूर्ण कुरा के छ भने पछिल्लो 35 वर्षमा 30 वटा सरकार। कल्पना गर्नुस् त, औसतमा 1 वर्षभन्दा अलि बढी मात्रै। यो निरन्तरको अस्थिरताले के गर्यो त? यसले आमो मानिसको मनमा सिङ्गो सिस्टमप्रति नै एउटा गहिरो अविश्वास जन्मायो। त्यसो भए त्यो अविश्वास किन जन्मियो त? के थिए कारणहरू? रिपोर्टले केही मुख्य कुराहरूलाई औल्याएको छ, जस्तै देशमा जताततै फैलिएको भ्रष्टाचार, विकासका कामहरू कछुवाको गतिमा आउनु, अनि पढे लेखेका युवाहरूले नै काम नपाउने अवस्था। त्यसमाथि हरेक सानो ठूलो कुरामा राजनीतिक हस्तक्षेप र देशको स्रोत साधन केही सीमित मान्छेको हातमा मात्रै हुनु। यी सबै कुराले भित्रभित्रै एउटा ठूलो आक्रोश र निराशाको आगो सल्काइरहेको थियो। अब यत्रो धेरै बारुद त जम्मा भइसकेको थियो, तर त्यसमा आगोको झिल्को केले लगायो त? रिपोर्टका अनुसार त्यो झिल्को थियो सरकारको एउटा निर्णय। एउटा यस्तो निर्णय जसले सिधै देशको युवा पुस्ता जेनजीलाई चोट पुर्यायो। यहाँनिर जेनजी पुस्ता भनेको को हो त? रिपोर्टले यसलाई एकदमै प्रष्ट पारेको छ। यो त्यो पुस्ता हो जसका लागि सोशल मिडिया भनेको साथीभाइसँग गफ गर्ने माध्यम मात्रै थिएन, होइन। उनीहरूका लागि त यो रोजगारीको अवसर थियो, आम्दानीको मुख्य स्रोत नै बनिसकेको थियो। अनि ठिक त्यही बेला 2082 साल भदौ 19 गते सरकारले निर्णय गर्यो त्यही सोशल मिडियामाथि प्रतिबन्ध लगाउने। छानबिन आयोगको रिपोर्टले एकदमै स्पष्टसँग भनेको छ, यही निर्णय नै त्यो आगो सल्किनुको तत्कालको र सबैभन्दा सिधा कारण थियो। ल, अब कुरा गरौँ ती 2 दिनको, ती 2 विस्फोटक दिनहरूको। रिपोर्टले के भन्छ भने भदौ 23 र 24 गतेका घटनाहरूमा आकाश जमिनको फरक थियो। मतलब यी 2 दिनको प्रकृति, घटनाको स्वरूप एकदमै फरक थियो। र त्यो फरक एकदमै प्रष्ट देखिन्छ। भदौ 23 गते जेनजी पुस्ताले माइती घरबाट शान्तिपूर्ण प्रदर्शनको आह्वान गरेका थिए, जुन पछि गएर प्रहरीसँगको सामान्य झडपमा बदलियो। तर भदौ 24 गतेको सिनारियो पुरै बदलियो। रिपोर्टले के भन्छ भने त्यो दिन देशभरि हिंसा फैलियो, जताततै आगजनी र लुटपाट हुन थाल्यो, र सबैभन्दा खतरनाक कुरा, आन्दोलनमा आपराधिक समूहहरू घुसे, अनि त्यसपछि स्थिति पुरै अराजक बन्यो। आयोगको प्रतिवेदनले त्यो दिनको घटनाक्रमलाई यसरी वर्णन गरेको छ। पहिलो दिन प्रदर्शनकारीहरूले प्रहरीको ब्यारिकेड तोडेर संसद भवनतिर अघि बढ्न खोजे। त्यसपछि प्रहरीले पानीको फोहरा चलायो। हो, त्यसपछि नै भिड उत्तेजित भयो र ढुङ्गामुढा सुरु भयो। अनि स्थिति बल प्रयोगसम्म पुग्यो। र सबैभन्दा दुःखदा कुरा, त्यही पहिलो दिन 17 जना प्रदर्शनकारीको ज्यान गयो। अब यी 2 दिनको भयानक उथलपुथलपछि देशले कस्तो परिणाम भोग्नु पर्यो र सरकारले के कदम चाल्यो त? ल, अब त्यसको बारेमा कुरा गरौँ। यो आन्दोलनको राजनीतिक परिणाम त्यो त सायद सबैभन्दा ठूलो र दूरगामी थियो। सरकार मात्रै होइन, पुरै प्रतिनिधि सभा नै विघटन भयो। सोच्नुस् त, यसले देशमा एउटा यस्तो असाधारण राजनीतिक अवस्था बनाइदियो जसको असर धेरै लामो समयसम्म देखियो। हो, यही असाधारण अवस्थाको जरोसम्म पुग्न सत्य तथ्य पत्ता लगाउन 2082 साल असोज 5 गते एउटा छानबिन आयोग बन्यो। अनि यो आयोगले काम पनि एकदमै मेथोडिकल तरिकाले गर्यो। रिपोर्ट अनुसार आयोगको टोली घटनास्थलमै पुग्यो, सयौं पीडित र सरकारी अधिकारीहरूको बयान लियो र डिजिटल प्रमाणहरू पनि जम्मा गर्यो।
भन्नुको मतलब यो प्रतिवेदन हचुवाको भरमा बनेको होइन, यसको एउटा बलियो आधार छ। त्यसो भए यति लामो छानबिन र विश्लेषणपछि आयोगको अन्तिम निष्कर्ष के थियो त? ल अब रिपोर्टको सार हेरौं, जसले यो घटनाको पूरै तस्विरलाई छर्लङ्ग पार्छ। र त्यो तस्विर साँच्चै नै डरलाग्दो छ। ती 2 दिनको अन्तिम हिसाब किताब हेरौं त। आयोगको प्रतिवेदनले आधिकारिक रूपमा पुष्टि गरेको छ कुल मृत्यु 76 जना, घाइते 2522 जना र भौतिक क्षति 85 अर्ब रुपैयाँ बराबरको। यी अङ्कहरूले नै त्यो क्षतिको भयावहता बताउँछन्। र अन्तमा आयोगको प्रतिवेदनको एउटा वाक्यले यो पुरै घटनाको सार बताइदिन्छ। त्यो हो, तत्कालीन कारण सामाजिक सञ्जालमाथिको प्रतिबन्ध थियो, तर मूल कारण भ्रष्टाचार र कुशासन नै थियो। कति प्रष्ट छ होइन? यसले तत्कालको झिल्को र वर्षौंदेखि जम्मा भएको बारुद बीचको फरकलाई एकदमै सफासँग छुट्याइदिएको छ। खैर, आयोगले आफ्नो रिपोर्टमा भविष्यमा यस्ता घटनाहरू फेरि नदोहोरियुन् भनेर शासन प्रणालीमा सुधार गर्नुपर्ने धेरै सुझावहरू पनि दिएको छ। तर यहाँ एउटा गम्भीर प्रश्न उठ्छ, के यी कागजमा लेखिएका सुझावहरूले मात्रै भविष्यमा यस्ता घटनाहरू रोक्न सक्लान् त? के यो साँच्चै पर्याप्त होला? सायद यो प्रश्नको जवाफ त भविष्यले नै देला, तर यसमाथि सोच्नु, विचार गर्नु हामी सबैको जिम्मेवारी हो।